हेलो गाइज वेलकम ब्याक टु माई सञ्जय साम्बा ब्लग। तपाईँलाई सञ्जय साम्बाको ब्लगमा स्वागत छ। आज चाहिँ हामी बिहानै जाँदैछौँ होइन। राष्ट्रपति रनिङ वर्ल्ड कप चाहिँ आजदेखि स्टार्ट हो होइन। अब गएर हामीले चाहिँ त्यहाँनिर गएर सघाउनु पर्ने हुन्छ। बिहानैदेखि बोलाएको रहेछ खानासाना उठै खाने भनेर 7 बजी नै बोलाएको रहेछ। अहिले 7 बजेर चाहिँ 5 मिनट गइसक्यो होइन। अनि अब पर गएर भोलिन्टियर बस्दिनु पर्ने, त्यहाँनिर के सामानहरू चाहिँ होइन के कसो गरेर चाहिँ म्यानेज गरिदिनु पर्ने छ है त ल। अब हिजो गएर हामीले अलिकति सामानहरू चाहिँ गऱ्यौँ होइन, काम गऱ्यौँ, धेरै कुरो मिलाइसक्यौँ। तर आज गएर पनि भरे अब अलिकति काम गर्नुपर्ने हुन्छ। अनि त्यसको लागि हामी बिहानै नै जाँदैछौँ है त ल। साथी चाहिँ माथिबाट झर्दैछ, आज चाहिँ म माथि किनभने माथि तल जानु टाइम लाग्छ। त्यो भएर म तलै किनन्छु, त्यो सिधा पनि पर्छ। माथिबाट नै आइदियो भने चाहिँ माथि पढाउनै छ। अब उहाँ पर्खिन्छ कि सिधै स्कुलमा भेट्छु त्यो चाहिँ थाहा हुन्छ है त ल। ल हामी स्कुल चाहिँ टुप्लुक्क आइपुगेछौँ। स्कुलमा आउँदाखेरि कोही छैन रहेछ। ल कपहरू यो पनि गर्नु द्वितीय कपहरू, ब्याच स्याच मेडलहरू निकाल्दैछु मैले त ल। अन्त कपहरू यहाँ अब सोको लागि निकाल्नु पर्ने हुन्छ है त ल। ट्याट्टै देखाउनु पर्ने, उहाँले एकातिर सेपको एकातिर अर्को एकातिर मिलाउँदैछौँ त्यहाँ। हाम्दैन हौ यो त कति धेरै हौ यो त सेकेन्ड बनाउँदैछ है केटा। फर्स्टको पनि अन्तरण गरिदिनु हुनको लागि उद्घाटन समारोहका अध्यक्ष लक्ष्मण राईज्यूलाई म हार्दिक आग्रह गर्छु। ल अब रनिङको लागि रेडी हुँदैछ है त यहाँनिर ल। चाहिँ महिलालाई कुदाउन आइदिएको छ। अघि पुरुषलाई चाहिँ कुदाइसक्यो होइन, महिलाहरूको बाँकी छ है त ल। स्पिड रनिङ कुदाइछ नै। यहाँलाई अतिथि आसन गर्नको निम्ति म हार्दिक आग्रह गर्छु। त्यसै गरेर मैले अघिदेखि नै सम्झिराखेको रोजगार सेवा केन्द्र माङसेबुङका संयोजक हुनुहुन्छ 2 नम्बर लगाउने चाहिँ फर्स्ट होला जस्तो छ। अनि सेकेन्डमा यो 7 नम्बर चाहिँ छ है त ल। कुन चाहिँ हुन्छ अहिले उहाँको आज चाहिँ थाहा हुन्छ। कपाल कुदिया चाहिँ यस्तो डिस्टेन्समा चाहिँ 2 नम्बर पर कुद्दैछु, 7 नम्बर यता कुदिरहेको छ। अब 2 नम्बर पुगिसकेको जस्तो छ है। फर्स्ट भइसक्यो। अब सेकेन्ड यो 7 नम्बर 8 नम्बर थर्ड फर्स्ट सेकेन्ड र थर्ड चाहिँ रामै कुद्दैछ नि अहिले। सेकेन्ड पनि पुगिसक्यो। सेकेन्ड थर्ड रोनेश राई पेसेन्ट हुनु थाल्यो है त। केटाहरूको रनिङ भइरहेको छ यहाँ। यो कालो भाइ फर्स्ट।
कालो भाइले कस्तो गरेको यार जितेको थियो महिलाको लागि हुँदैछ दुईजना त केटीहरू आइसक्यो त सेलेक्सनको लागि मात्रै कालो पनि मात्र फाइनल हुन्छ है त यो पछाडि ल केटाले जित्ने केटीले जित्ने हो भनेर चाहिँ ल अब अन्तिममा आएर चाहिँ भलिबल गेम हुँदैछ है त ल रेडी भयो त गेम उमेरभन्दा माथिको भयो भनेर गेम चाहिँ अहिले उयो भएछ होइन अहिले नयाँ विवादमा गएछ है त ल के हुने रहेछ अलिकति नियम सिकाइँदैछ अब महिलाहरूको छेलो स्टार्ट हुन्छ है त ल हाम्रो स्कुलको चलपल यस्तो भइरहेको छ है अहिलेको आजै पो हुने रहेछ त होइन त्यसो भए चाहिँ फाइनल खतरा खुनै हुँदो रहेछ खुन भनेको त अब बचाउने दुर्गा माध्यमिक विद्यालयको चाहिँ को हो है यो छेलो हान्ने सानो छ उनीहरू 9 नम्बर ल्याएर हो त हिँडेको छ त हेर न हो निकै राम्रो हान है हेरेर जाउँ भनेको हान्दैन छैन त्यो भाइसँग ल केटीले त्यो 3 नम्बरले नै जित्यो ल अब फेरि 100 मिटरको छात्र केटाहरूको लागि पनि स्टार्ट भइसक्यो दस्ताको दस्ता 18 वर्षभन्दा माथिको पनि खेलेछन् होइन एकछिन चाहिँ उयो भयो विवादमा आयो तर पनि केही भएन दस्ताको दस्तै हेर्न पाएछन् यतापट्टिको जित्छ जस्तो छ है यतापट्टिको राम्रो टिम छ 17-12 भइरहेको 5 को लिड र 25 ले लिड भइसकेको छ अब यता सरस्वतीले यतापट्टिकोले जित्छ होला हाफ मात्र भयो केटाहरूको रनिङ अब फाइनल हुँदैछ 100 मिटरको लागि को हुन्छ म देखाउँछु कालो भाइ नै हुन्छ होला
फर्स्ट हुनेलाई मेडल पनि प्राइज पत्र त्यसै गरेर द्वितीय स्थान ओर्न सफल छात्रतर्फ सर्टपुटमा जेनिसा राई रात परिसक्यो खेल हान्नेलाई चाहिँ सफल मन्दिरा माविका अब रात पर्यो होइन यो छेलो हुन आँटिरहेको थियो त्यो चाहिँ म देखाउँदिनँ होला यति नै इन्ड गरिदिन्छु किनभने लामो भइसक्यो अब चाहिँ आजको फर्स्ट दिन हो भोलि हुन्छ पर्सि हुन्छ होइन हेर्दै गर्नु होला लाइक सेयर सब्सक्राइब गर्नु होला भन्दै बिदा हुन चाहन्छु ओके बाई बाई नेक्स्ट भिडियोमा फेरि भेटौँला ल